नमस्ते सबैजनालाई। म यहाँ घाँस काटिरहेको छु। यस्तो आनन्द नेचरमा बस्ने पाइन्छ मलाई। पछाडि मकै देख्छ अनि आनन्द छ। अनि यस्तो कमेन्ट आउँछ के भिडियोमा। यो कमेन्टको 3 जवाफ छ मेरो। पहिलो कुरो मेरो डकुमेन्टरी छ युट्युबमा, टिएनसी को जो नेपाली कमेन्टको तल क्याप्सनमा पढ्नुस्। म लिङ्क राखिदिन्छु टिएनसी को भिडियो, मेरो बारेमा हेर्ने हुन्छ। दोस्रो कुरो, यो मान्छेले स्विसेमा धेरै पैसा कमाउँछ भन्नुहुन्छ। जीवनमा पैसाले खुसी बनाउँदैन, यो मनको कुरा हो। मनमा खुसी छ भने पैसा भए नभए खुसी हुन्छ। मलाई यहाँ सबै छ, खानेकुरा छ, काम छ, पानी छ, राम्रो हावा छ, यस्तो राम्रो नेचर छ। बिहान केही खाने मन लाग्छ भने ठक्क टिप्ने जाने मिल्छ। तरकारी आफ्नो अर्ग्यानिक। यो स्विसेमा मलाई पाइँदैन, यो नेपालले दिएको मलाई। अनि तेस्रो कुरो, स्विसेन चाहिँ प्याराडाइज रे। स्विसेन प्याराडाइज होइन, प्याराडाइज ठाउँ होइन, एउटा ठाउँ होइन प्याराडाइज। प्याराडाइज चाहिँ माइन्डसेट हो। जता गयो, जता बस्यो, त्यही प्याराडाइज हुन सक्छ। ठाउँ नखोज्नु, मनमा खोज्नु प्याराडाइज, त्यही हुन्छ। ल, धन्यवाद भिडियो हेरेकोमा।